बिहान 11 बजेबाट पठाएको उस गर्नलाई कपडा धुने भनेर पठाएको मान्छेलाई ए भगवान् अहिलेसम्म चाहिँ सुतेर मात्र बसेर रहेछ उता धारो छ यस्तो छ मान्छे चाहिँ कपडा ल्याएर सिरेन हाल्न के नै कपडा धुन्छु भनेर भुस साँच्चै हो कि नाटक हो सुतेको उठ्ने होइन कति पैसा घडी हेर्ने होइन ए भगवान् जुराब खायो भने नाकमै ठोसे भयो अझै जुराब नाकमा हालेर सुतेको भन्नुहुन्थ्यो नि अहिलेसम्म टाइम हेरौँ त सोल्टी कति बजे यार मोबाइल नै कता गयो के यार ला टाइम हेर त यामा अनि अहिलेसम्म धारमा कपडा धुन्छु भनेर आएर अनि गुल्टिनी हो कपडा धुने विचार छैन धारोमा छलछल बज्यो केटालाई यहाँ एसी जस्तो लाग्यो होला के अरे स्वयं यहाँ निदाएर बसेको के अरे त्यति कपडा धोएछ र त मान्छे यार त्यति धोएछ अनि धोएपछि आएर छम्मा सुत्यो मान्छे त खतरा हो क्या तर यस्तो पाराले भाइ काममा राखिन्न है हटाइदिने अब कपडा जति फिजाएर अझ यो तन्न सन्न ओछ्या